हेलो एभ्रिवान। मेरो एक दिन मलेसियामा स्कुलमा काम गर्दा कस्तो बितिरहेछ आज देखाउँदैछु हजुरहरूलाई। मेरो छोरा बिहानै उठेर पनि तयारी भएर सुतेको थियो, फेरि अब जाने टाइम भयो भने थियो। यो चाहिँ बिहानको 6 बजेको हो। आज चाहिँ अलिक छिटो जानु पर्थ्यो, त्यही भएर मैले उसलाई बिहानै उठाएँ। म्याकडोनल्ड्सको बहाना बनाएर ब्राइभ गरेर सो हामीले ट्याक्सी बुक गऱ्यौँ अनि सबै कुरा चेक गरेर स्कुलको लागि हामी निस्क्यौँ। तर आज रेगुलर टाइमभन्दा चाहिँ अलिकति छिटो निस्केको थिएँ, सो त्यही भएको भएर चाहिँ मेबी म पनि खासै राम्रोसँगले उठिसकेको थिएन होला। सो इट वाज क्वाइट डिफिकल्ट फर मी। चाबी छुट्याउनै गाह्रो भयो कि गेटमा मलाई। हुन त जम्मा 2टा चाबी चाहिँ उस्तै देखिन्छ कि, अनि बल्ल तल्लो गरेर लगाएँ अनि छोरा चाहिँ मलाई उताबाट जिस्काइरहेको थियो। त्यसपछि हामी गयौँ। सबभन्दा गाह्रो बिहान चाहिँ यसरी लिफ्ट पाउन, सबैजना यतिखेर निस्किने हो काममा, लिफ्ट पाउन नै गाह्रो के बिहान। त्यसमाथि झन् बिग्रेको छ 1-2वटा भन्ने त झनै गाह्रो। अनि छोराले प्रेयर गरेको थियो, आज कोही नहोस् भने उसको प्रेयरै सुनेको जस्तो भयो। सो हामी चाहिँ बाहिर नै गेट बाहिर नै निस्केर चाहिँ इजी हुन्छ भने त्यो बिल्डिङको एक राउन्ड लगाइराख्नुपर्छ अदरवाइज। सो गेट बाहिर नै हामी आफ्नो ट्याक्सी गरिराख्यौँ अनि 5 मिनट्स पछि हाम्रो ट्याक्सी पनि आयो। वी गट इनसाइड एन्ड देयर वी गो। अनि हामी 10 मिनट जस्तो पछि स्कुल पुग्यौँ। कोही पनि आएको रहेन रहेछ आज। छोरा चाहिँ भित्र आउन पाउँदैन, ऊ चाहिँ बाहिरै वेट गर्नुपर्छ 7 o'clockसम्म। सो म चाहिँ आफ्नो कामको लागि इम्पोर्टेन्ट ल्यापटप अन गरेँ, डेस्कटप पनि अन गरेँ। त्यसपछि पानी लिन गएँ। यो चाहिँ हाम्रो स्टाफ रुम हो, एकदमै स्पेसियस छ। यो चाहिँ टिचर्सहरूको वर्किङ एरिया अनि उतापट्टि उहाँहरूको पर्सनल डेस्क छ। अनि पानी लिइसकेपछि चाहिँ कामको सुरुवात गर्नुपर्छ भनेर सोच्दै थिएँ। चिया खानु पाए पनि हुन्थ्यो भन्ने पनि थियो, तर आज मेरो बिहान नै मिटिङ थियो, त्यही भएको भएर चाहिँ 6:30मा नै आज मेरो यो बिजनेस नेटवर्कको मिटिङ थियो। म सकेन। आफ्टर माई मिटिङ 9 o'clockमा क्लासेसहरू स्टार्ट भइसकेको थियो। मेरो 7:20मा नै हुन्छ मेरो युजुअल वर्क। म स्कुलको राउन्ड लिन गएँ, सबै ठाउँमा यताउता हेरेँ के छ कसो छ। अनि यो हाम्रो फ्रन्ट डेस्कको ब्युटिफुल एरिया जहाँ चाहिँ बच्चाहरूको एक्सकर्सनको फोटोजहरू पनि छ। आफ्टरनुनमा जहिले टिचर्सहरूको त्यस्तो मिटिङ भइरहेको हुन्छ। अनि about 4:30मा आज चाहिँ बिहानै आएको भएर म चाँडै निस्किँदा त्यति धेरै पानी परिरहेको रहेछ। एन्ड आई मिस्ड माई फ्यामिली नेपाल। मेरो छोराको भोलिबाट SEE हुँदैछ। म यहाँ उता पढ्दैछ भन्ने आशा छ मलाई। हि इज डुइङ वेल। यो बिचमा बिर्सेछु, मैले अनलाइनबाट सामान मगाएको थिएँ अनि आज चाहिँ आएछ। अनलाइनमा सामान किन्नु चाहिँ अलिक चिपर देन बाहिर गएर किनेर ल्याउनु राम्रो पनि हुन्छ। मैले चाहिँ अब अहिलेसम्म राम्रै भेटेको छु। प्रायः सबै जे किने अलिक चिपमा पनि बाहिर गएर किन्नुभन्दा। त्यतिकैमा हामी घर आइपुग्यौँ। छोराले मलाई कराउनु थियो आफूलाई लिएर आउँछ भनेर। अनि मैले बिर्सेको छैन तिम्रो म्याकडोनल्ड्सको प्रमिस, डोन्ट वरी, घरमा गएर अनलाइन अर्डर गरौँला भनेर भन्यो। अनि म चाहिँ एक्साइटेड भएर यसो आफ्नो फोटो पनि खिचिहालेको। हरिराया भन्ने चाहिँ यहाँ चाहिँ ईदको बेलामा चाहिँ एउटा यहाँको ट्रेडिसनल भनौँ न, कल्चरल एउटा फेस्टिभल जस्तै हामीले दसैँ तिहार मनाएको जस्तै उनीहरूको पनि हुँदो रहेछ। अहिले रमादान चलिरहेछ, यस्तो राम्रो डेकोरेसन के। अनि हामी बिहान लिफ्टबाट तल जाने, रेगुलर काम, बेलुका आउने। अनि आएर मैले छोरालाई म्याकडोनल्ड्स चाहिँ पानी परेर एकदमै अनलाइन नै नलिएको, डेलिभरी नलिएको नि मेरी ब्राउन भन्ने चाहिँ एकदम फेमस, त्यहाँबाट लिएँ। बाहिर स्टिल पानी परिरहेको थियो। अनि इभिनिङतिर जब पानी रह्यो तब हामी निस्क्यौँ।